हाई हाई गरिदेऊ बाउ छोरी हाई गरिदेऊ हाई गरिदेऊ खै कहाँ आएको आज कहाँ आएको कहाँ अरे सन्जय फार्म हाउस भनेको अच्छा हेर्नुहोस् है साथीहरू कस्तो मजाको भ्युज भइरहेको छ आजको दिन अनि एकदमै ज्यादा आज मौसम राम्रो छ हल्का बारिस भयो अघि बाटोमा हो साथीहरू अन्त हेर्नुहोस् है आज चाहिँ हामी चाहिँ यहाँनिर फार्म आएको छौँ हाम्रो सन्जयले चाहिँ उसको फोनमा भिडियो बित्थाम बनाउँदैछ साथीहरू म चाहिँ यहाँ छु हो आज चाहिँ हामी चाहिँ फार्म आएको छौँ अनि हामीलाई चाहिँ आज मालिकले नै लिएर आएको छ हो अन्त म चाहिँ यहाँ आएर भिडियो बनाएको नि यहाँ हेर्नुहोस् त साथीहरू लौका यहाँ पर पुरा फलिरहेको छ देखाउँछु ल तपाईँहरूलाई अन्तखेरि दिन आज दामी भइरहेको छ भनेर नानीलाई यसो डुलाउँदै चाहिँ हार्भेस्टिङ हुँदैछ अनि यो चाहिँ लौका रहेछ वाटपार हो यहाँ हेर्नुहोस् त साथीहरू यो तोरी उधर इधर लौका है ना भैया ज्यादा मोटा मत तोड़ लो ये देखो कितने बड़े बड़े लौके हो रखा है बाढ़ गई है ना ये देखो लौका छोटा छोटा तोड़ना यहाँ चाहिँ पुरा साँपहरू पनि आउँछ कि साथीहरू मुजुर साँपहरू त्यही भएर डर लाग्छ तर आज चाहिँ हाम्रो सन्जय ल मसँगै हामी तिनैजना आएको आज अन्तखेरि हेर्नुहोस् है यहाँ चाहिँ अब चाहिँ म अगाडि जाँदैछु यहाँनिर कहाँ थियो बेबी अस्ति लिजट यहाँ चढेको थियो कि ठुलो खाले त्यही लिजटको कुरा गर्दैछ ए यहाँनिर सब्जीहरू तोड्दै राख्दो रहेछ हो अन्त यहाँ हेर्नुहोस् है साथीहरू यो चाहिँ घर जाने सब्जीहरू हाम्रो लागि हो अन्तखेरि यहाँनिर हेर्नुहोस् त वारपार यो डल्लै वारपार हो फार्म हो अन्त यहाँ चाहिँ पारपारका सब्जीहरू मात्रै लाग्छ है साथीहरू हामी चाहिँ कलिलो गिनारी तोड्न आएको अन्त यहाँ हेर्नुहोस् है यो चाहिँ के हो तोरिया मलाई चाहिँ तर तोरी मन पर्दैन है साथीहरू ए भेन्डी तोड्नेहरू दिदीहरू हुनुहुन्छ यहाँ पर ओ गिनारी पुरा आएछ है साथीहरू अब म चाहिँ गिनारी तोड्ने ल पर पनि तोड्दो रहेछ मकै हुँदो रहेछ पर मेरो नानी यहाँ खेलिबस्छ हो बाजरा हो साथीहरू कस्तो दामी गिनारी है कलिलो कलिलो म र सन्जय चाहिँ यही तोड्न आएको मलाई चाहिँ कलिलो गिनारी तोड्नु मन लाग्छ खानु मिठो हुन्छ नि त खोइ म खोइ लिजट अस्तिको पालिको लिजट कुरा गर्दैछ को डरायो अरे बेबी को डरायो कसले अब भन्यो के भन्छ हौ कहाँ थियो लिजट कहाँ को डरायो टेङ्गे के भन्यो अब भन्यो तिमीलाई डर लागेन ओ पिकअप कराउँदैछ कसो गरे पिकअपले ए साथीहरू के हो घिया उयो होला यो काँक्रा हो वाटपार छ सब्जीहरू हो साथीहरू यति गिनारी तोडेँ मैले चाहिँ हो सन्जय चाहिँ पुरा डुली हुँदैछ के खोजेको हो घाम लाग्यो हल्का हावा पनि चल्दैछ साथमै हेर्न सक्नुहुन्छ बाबु के खाएको है दादा के खाएको देखाऊ कुकुम्बर खाएको कस्तो भयो त्यो साथीहरू यो के हो यसमा फल दिइरहेको छ हामी चाहिँ यहाँ गार्डन डुल्दैछौँ यो चाहिँ गार्डन होइन फल्सहरू पर चाहिँ के हो पनि तोरी हो उयो करायो गाउँ मास्तो के पो सन्जय कराउँछ नि हौ छिचिन्द्रा ए के भन्छ कराउने झ्याउकुरी कराएर कानै खायो साथीहरू त्यसै गार्डन हाम्रो मालिकको पर डोल्नु हुँदैछ छिरी हिँड है बहिनी बोकेर छ्या अम्बक घारीमा पुग्न तिमी ए साथीहरू कमलको फुल फुलिरहेको रहेछ दामी हेर्नुहोस् त वाइट हेर्नुहोस् त साथीहरू बटरफ्लाई बनाएको जुस किरालाई राखेर यो त हुन आँटेको अच्छा यो पो हुन आँटेछ त यो पखेटा निक्लिसकेको छ है यता यो खोल तोडेर निस्किन्छ ए छैन रहेछ यता छैन होला नियम छ है यहाँ माथि अन्डा हो है अच्छा अन्डा रहेछ यहाँ माथि कस्तो मजाको हावा नि हो हेर्नुहोस् है साथीहरू यहाँ खाद भराउँदैछ हो अन्तखेरि म चाहिँ यहाँ गाडीमा बसिरहेको छु सब्जीहरू लाउँदैछ यहाँ ल साथीहरू हामी चाहिँ लागेको अब जोडले हौ
खोइ पापा तिम्रो ल्या आएन बेबीको पापा खोइ अपा भन्देऊ न जोड ल्याऊ अपा भन न अहिले कस्तो कराइदेऊ न